फिर मेरो मोबाइलमा पठाइदिए है आज मेरो खिचेको जति ल चट्टा फोटो खिचेर हालिदिनु पर्यो ए बाबु बाबु यसो हामीले पाइलो लड्न तयार हिम्मत जुटायो तलवार हातमा आँखा उज्यालो हान्न सकिन्न लक्ष्य छ टाढा होइन यो युद्ध हो यो बलिदान हो हाम्रो विजयको बिहान हो लड्नै पर्छ अघि बढ्नै पर्छ सास र सान हाम्रो चिना हो तिमी अघि बढ हामी सँगै छौँ जीवनको बाजी यहाँ हामी खेल्दैछौँ डरलाई माटोमा मिलाउनु छ हाम्रो इतिहास आज रच्नु छ यो युद्ध हो यो बलिदान हो हाम्रो विजयको बिहान हो लड्नै पर्छ अघि बढ्नै पर्छ सास र सान हाम्रो चिना हो आगो जस्तै जल्नै पर्छ हामी हावा जस्तै फैलिनै पर्छ हामी तुफानसँगै हाम्रो नाता हो यो जीवनको युद्ध हाम्रो हातमा हो यो युद्ध हो यो बलिदान हो हाम्रो विजयको बिहान हो लड्नै पर्छ अघि बढ्नै पर्छ
र सान हाम्रो चिना हो सास र सान हाम्रो चिना हो श्री महाकालिकाय नमः ओम 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 श्री महाकालिकाय नमः रक्तबीज विनाशिनी हे संकट हारिणी महिषासुरमर्दिनी जगपालनकारिणी रक्तबीज विनाशिनी हे संकट हारिणी महिषासुरमर्दिनी जगपालनकारिणी चंडमुंड विनाशिनी मधुकैटभमर्दिनी दक्ष यज्ञ विनाशिनी हे वैष्णवी लक्ष्मी ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः कृंग 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 हिंग कृंग दक्षिणे कालिके कृंग 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 रिंग रिंग हंग हंग स्वाहा 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 ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः रक्तबीज विनाशिनी हे संकट हारिणी महिषासुरमर्दिनी जगपालनकारिणी रक्तबीज विनाशिनी हे संकट हारिणी महिषासुरमर्दिनी जगपालनकारिणी चंडमुंड विनाशिनी मधुकैटभमर्दिनी दक्ष यज्ञ विनाशिनी हे वैष्णवी लक्ष्मी चंडमुंड विनाशिनी मधुकैटभमर्दिनी दक्ष यज्ञ विनाशिनी हे वैष्णवी लक्ष्मी ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः ओम श्री महाकालिकाय नमः गरिरहौ त्यही बसिरहौ भिडियो गराएको खै के हो के बनाउनु समोसा र तरकारी खाएर अब गाडी कुदाउने भोक लाग्यो पेट खराएर दुकान पे लाऊं से हाँ 3 वो दे रहे ना के गर्नु ए मान्छे मान्छे गल्ती खाने अहिले चाहिँ उहाँको नाम सीता हो क्या ए दांत दुख मंदिर आएर रमाइलो लाग्ने
हामी जरदाम गएर पूजा गरेर अनि कुखुरा बाख्रा के अरे पाठा भन्नु पाठा बनाएर दिउँसो 12 बजेको घाममा हजुर अनि पाठा बनाएर अब चाहिँ प्रसाद पकाएर खाएर हामी घर जाने हो। अहिले चाहिँ हामी डुम्रीगाम भन्ने ठाउँमा छौँ होइन बिपी चोक छौँ अनि चाहिँ अहिले चाहिँ हामीले यहाँ पाठा के अरे पाठा बनाउन लाग्छौँ अनि अहिले एकछिनपछि खाएर हामी आफ्नो घर जाने पकाएर बजेको घाममा कुखुरा के कुखुरा भन्न फेरि पाठा बनाउन बोका बनाउन लागिरहेको छौँ। एउटामा भोडी राख्ने एउटामा पकाउने चाहिँ मासु राख्ने काटकुटे एउटामा भोडी राख्ने भोलि कहिले धुन्छ त मैले काटेको हुन्न गेलो भन्नु चक्कु चाहिन्छ कता जान्छ ठुलो भयो क्या खै त अचानो ल न भोलि नै छेडिएलाई ए भगवान् ल अचानो कहाँ छ छैन हेरे बाबु कहाँ पनि अचानो पाठाको चाहिँ भोलि निकालिएको छ छैन उता उयो गराउनु त यो लाउने है यो हँस्य यस्तो हत्ती बिजोकै हुने भयो तर हात्ती हुनु न आइजो ढाइडिएर बसिसक्यो हजुर फुल्लिएको अन्त त्यसै सुमसुम्दै उही बनाएको भयो भने त क्या बनाइदिनु अचानक अभाव छ मनको हावा परिएर क्या यत्रो बेर त हामी अलि उ त्यहाँ आएर एकछिन फोटो खिच्न लाग्यौँ कि यहीँबाट काट्दिउँ गाँठाबाट काट्नु न त्यहाँ पोले हुन्छ क्या त्यहाँ काटेर ए माथिबाट काट्नु हुन्छ हुन्छ अरू माथिबाट काट्नु चाहिँ झुस किन अब फेरि अघि पोल्न हुन्छ जसरी त्यो तलतिर पोल्नु पर्छ किन हो त्यसरी नै काट्नु न हो त्यसरी नै हरियाणा खानुलाई लगाइहाल्छ भोलि बिहे टन्टन्दै कुनमा कहाँ जानुभयो उहाँले प्रसाद गराउन भन्नु अनि त मिठाई सिठाई पनि किनिहाल्ने चाहिँ खानदिनमा मेरै जेठी सासू मेरै बाजेको जेठो चाहिँ दाजी मेरो चाहिँ बुढी बजाइको त के भन्छ अरे 3 भाइ छोरा अनि 2 बहिनी छोरी हो क्या त्यो पनि भिडियो भएको छ नि ल छोरीहरू त उसमा देखाएको थियो क्या बिहामा पनि मर्दा उसमा बुढीजीमा मर्दा बुझ्दिनँ मर्दा ल एउटा छोरी त आइनु हो बुढीमा मासु काट्ने पर्ने त्यो मलाई बचपनमा बिहा गर्दैको आफ्नो उसले हिँड्न पाएन यो बात बिल्कुल नगर किनभने सबै अजमाको कुरा छ कि तिमी आफै हिँड न आफ्नो खुसी राखेर दिलभर त्यही भाव के छ है अच्छा अच्छा मैले म त त्यति कति राम्रो बोल्छु त सबै यो गोपाल बोल्दा बोल्दा नि ठिकै भन्छ कि कहिले त्यस्तो त त्यो मेसिनी जस्तो त बोल्दैन नि म बोल्नु भएको छैन यो बोलेको पनि क्या आधा सिङ्गै पातो हो यो भोक पनि लाग्यो मलाई त भोक त लाग्यो मिचियो मासु काट्दा मलाई त पानी बेला भएर
खाने बेला भन्नु खाने बेला औषधि खाने बेला मेरो दुईवटा छ घरमा के को औषधि खानुहुन्छ हजुरले प्रेसरको प्रेसर र मोटोको हार्ट प्रेसरको त साँझ होला नि खाने यही खाना खानेको बाद खाइदिन्छु कमल हालेर खानु पर्यो के रे मासु गाई पकाउने निकाल्न पठाएर हजुर चिन्नु न अहिले गिलास खाएपछि मजाले चिन्नुहुन्छ अहिले अलिक चिन्नु You serious? घाममा के अन्त यहाँ माखा दबाउनु पर्यो नबोली भयो जर्मनबाट मगाएको हजुरलाई पनि चाहियो छैन अर्डर गर्नु अचानक यस्तै खाने अचानक चाहियो भने त अर्डर गर्नु पर्यो यतैतिर आउनु प्रेसरको एउटा कति दिन काटेर भ्याइँदैछ अब चाहिँ मासु पकाएर खाएर त्यहाँबाट फेरि घर जाने माखाले हामीलाई एकदम डिस्टर्ब गरिरहेछ यो मासु काट्दाखेरि माखा नलाउनलाई केही उपाय छ भने यसो हालिदिइहाल्नु हाम्रो चाहिँ के भन्ने हाम्रो भलकमा हो क्या अर्को छैन अलिक छिटो हुन्छ हाम्रो मुवाले मासु काटेर भ्याउनुहुन्छ छिटो छिटै अब अचानक चाहिँ एकदम चाहिँ जर्मनबाट मगाएको अचानक हो यो हाम्रो मासुको छित्रा कतिवटा हुन्छ भने थाहा सबैले जर्मनकै अचानक मगाउनु है जर्मनको अचानकमा पुरै काटेको भयो म थाके बोल्दा आज बिहान हामी 4 जना के भन्छ अरे एउटा स्कुटर एउटा बाइकमा अनि मुवाहरूलाई लिएर अन्त अनि चाहिँ के गरे अकला मन्दिर पूजा गर्न गएको पाठा लिएर अनि पूजा गऱ्यौँ पूजा गरेर सकेपछि माथि निस्केर नास्ता खायौँ नास्ता खाएपछि सरासर आइयो आएपछि त्यो बाँदरकुना भन्ने ठाउँमा आएर एकछिन फोटोहरू झलकहरू खिच्यो त्यसपछि घर आउँदाखेरि हामी 11 बजे थियो 11 बजे आइसकेपछि पानी तताएर राख्नु भएको दिदीले अनि पानी तताएर राखेपछि हामीले पाठालाई सबैजना भएर भुट्लायौँ अनि चाहिँ तेल बेचार घसेर काटकुट गऱ्यौँ अनि काटेर अनि चाहिँ अहिले चाहिँ मासु पकाइरहेको छौँ आजको हाम्रो के गरे यता मन्दिर अकला डडगाउँ मन्दिरको यात्रा सफल भयो अहिले चाहिँ दिदीको घरमा छौँ सबैले माया गरिदिनु सबैले हाम्रो भलकमा चाहिँ सबैले माया गरिदिनु होला भयो अब मन्दिरको मासु खाएपछि दिदीको दाँत दुख्न पनि सन्चो हुन्छ 12 बजे घरमा अर्ग्यानिक दाउरामा पकाएको खानामा आउनु होला यसमा पकाउँदा मिठो हुन्छ भनेर अहिले अरू मासु त अहिले त भाइले धेरै गराउनु होइन पैसा धेरै आउँछ झ्याउ बाँध्न पर्छ के अरे बोल्न पाउँदैन हामी यहाँ घर परिवार सबै बिमार भइया थियो त्यहाँ मैले डेढगाउँ लागोस् भनेर डेढगाउँ अकला देवीको भक्कल गरेको थिएँ सन्चो पनि लाग्यो अनि त्यसैको पूजा गरेर आइयो प्रसाद खाम सबै भएर त्यही हो ल भगवानले रक्षा गरून् सबैलाई कसो खाएर भगवानसित भेटेर आइयो अविस्मरणीय क्षण भयो हैन अब हामी बसेर सबैजना भएर प्रसाद खान लाग्छौँ
मुई खै ऊ तेल पाल्छु ल हामी खाएमै पर्छ म त खाए ल खान यस बेला भयो अझै जय हरि जय हरि जय हरि गिलास त मुई खान पर्छ मन त म हजुर खानु मासुसित म खानुहुन्छ हुन्छ केही हुन्छ दुध हो कि पानी ल्याउनु It's caught in the crossfire.